बुवा कहाँ हिँड्नु भएको म घर हो ए घर कता अझै तल हो ग्वाल्दामा हो कता तल हो हजुर होइन होइन यहीँ ग्वाल्दा पोखरीतिर बाइक जान्छ होइन बाटैमा छोडिदियो भने त लानु खोजे हो तपाईँलाई म लगिदिन्छु ल, ल। यसो हिँड्न नसक्नु भए रहेछ धन्यवाद ए ल ल बस्नु पर्छ चिनेको मान्छे कटा बाबुको घर मेरो घर बाह्र जिल्लामा हो बुवा निजगढमा अनि अलिक कति दल लाग्यो त अहिले तपाईँलाई देखेँ अनि मैले पुऱ्याइदिनु ल पैसा पर्दैन बुवालाई म त्यसै ल लगिदिन्छु ल ल मेरै पर कम ल ल ल बाबु ल ल धन्यवाद खाजा खानुभयो आयो यही थागापुरी खाइ किन्नेलको लागि आएको हजुर हजुर है अब यहाँ तरकारीहरू एक एक पाइन्छ हजुर यता अझै अलिक सस्तो त्यो क्याम्पार त्यो तरकारीहरू किनेर चल्लायो तपाईँको खुट्टा के भएको बुवा यो मेरो खुट्टा पहिले कुट्नु लाग्यो है हजुर अनि बाङ्गे किनेको यो 72 सालमा सो भुइँचा लाग्यो हजुर त्यति बेला दौड भाग्दा भाग्दा खुट्टा मऱ्यो ए भुइँचालोको टाइममा कहाँ हुनुहुन्थ्यो तपाईँ यी मेरो घरै यहाँ छ ए यहीँ भुइँचालो आउँदाखेरि भाग्नु भयो घरै छ अनि खुट्टा मर्को त्यो बेला हस्पिटलहरू बन्दा तल हो होइन होइन सिधै सिधै ओडा भन्दै यतै गरे ए मलाई यताको बाटो थाहा छैन भनिदिनु न त्यो बाटो अनि भाग्दा भाग्दा लडेर खुट्टा अनि अहिले खुट्टा मर्यो अनि कातो तानीले पिले देखाइकी हजुर अनि अलिक पछिर त ढिके पाकेछ है हजुर अनि त्यहाँबाट ढिकेर गयो हजुर अनि एक महिनापछि पाटन हस्पिटलमा गएर गर्दाको हजुर अनि अस्ति तालको क्यान्सर होला जत्तोको खुट्टा काटी खट्टर खुट्टा काटे हो र तपाईँको एउटा खुट्टा काटे हो ए ए नकल खुट्टा हालेर हिँड्नु भएको ए बिचरा बुवालाई हजुर के छ अब बोली सुन्दा के जस्तो लाग्छ मतवाली जस्तै छ चाहिँ तर कुन चाहिँ हो म तराईको मान्छे हो कार्की हो म कार्की हो हजुर तर मतवालीको जस्तो छ नि कार्की भने त ठेट हजुर अनि तपाईँ पठाउ चलाउनुहुन्छ क्या हजुर पठाउ सठाउ चलाउँछु अनि तपाईँहरू जस्तो बुढाबुढी तपाईँहरू जस्तो मान्छे किनभने मलाई एकजनाले त्यहाँ कालना क्याम्पबाट ल्याइदिइसक्यो के पठाउमा आएको भए तपाईँ यस्तो हुन्छ पानी लग्दैछु त्यही त अब हिँड्न सक्नुहुन्न रहेछ तपाईँ यसै गरी हिँडेर यत्रो बाटोमा ल धन्यवाद राम्रो दुवाउलाई भरि भएको होस् है हजुर ल जता जाऊ अनि यही डोबाटोमा राख्थ्यो बाबु मेरो घर त्यहाँ हो घर कुन हो जानु पर्ने पर्दैन घर घर उयो तल हो यी राख्दिनु ल धन्यवाद यी राख्दै ल यहीँ क्या हो घर त उठ्यो हो उठ्यो बुझ्यो उताको त्यो निलो ए त्यहीँ लगिदिन्छु नि म होइन बहिनी पर्दैन म गइहाल्छु बाबुले ल धन्यवाद राम्रो तपाईँलाई राम्रो गरौँ ए नकली खुट्टा हाल्नु भयो ए कतिको गाह्रो कहाँ यहीँ काटेको माथि नै होइन यहाँ बुढाभन्दा मुनि बुढाभन्दा मुनि ए म उहाँ घरमै लगिदिन्थेँ नि पर्दैन म जानु सक्छु ल धन्यवाद है ए हस् ल राम्रोसँग जानु